दसटे हो अबिरल आमा भाइकोमा हेर त माथि उडायो के अबिरलको हेर त म रुवानिस् अबिरललाई के गरे भनेर रुवानिस् के भयो भाइलाई यहाँ त नगर्छ न यहाँ के गरे छ्या खाने केकमा रुवानिस् नगर भाइको हेर्न उहाँ कानमा पछाडि थ्याङ्क यू छोरो के ल्याएको यत्रो म सरप्राइज माग्नुलाई यो त हजुरको फेभरेट हो र थ्याङ्क यू के छ ओहो के ल्याएको हो यो हाइलाइटरले ल अस्ति मैले मलाई सिध्यो है हाइलाइटर मेरो ल्याउनु पर्ने छ भने त उसले त आफै बाबालाई भनेर किनेर ल्याएछ है ल्याएर छोरी हुनुको फाइदा यस्तो हुन्छ छोरीले मामुलाई के चाहिन्छ भनेर बुझ्दछन् वा सुरुवाल पनि ल्याइदिएछ मलाई ल कपडा पनि ल्याइदिएछ दही त बाबाले तर थ्याङ्क यू छोरो आई लभ यू ल थ्याङ्क यू भेरी मच ल हेर है छोरी हुनुको फाइदा यस्तो हुन्छ हेर भाइ के चाहिन्छ भनेर छोरीले बुझ्दाखेरि समस्या थ्याङ्क यू ल हेर है छोराछोरी हुनुको फाइदा छोरीले मात्र दिन्छन् भने हो छोराले पनि दिन्छ नि त ह्याप्पी मदर्स डे भन्छ सानैदेखि सिकायो भने पछिसम्म दिन्छन् बुझ्यो बुझिस्यो भनिसक्यो अम्मा मम आई लभ यू र छु हो खै ह्याप्पी मदर्स डे कसले भन्ने हो खै माइहरू खै हग खै त आई लभ यू ओ अम्मा यो कसलाई मामुलाई कति राम्रो हो म छोरीले दिएको यो कान्छो छोरो हो सुतेर भर्खर उठेको ओहो खानेकुरा नि ल्याएको रहेछ नि त त्यहाँ तिमीले हो रनिस भाइले मामुलाई ल्याइदियो अरे ल यसो कत्रो दिसो यता आइसु न ल फ्रिजमा यहाँसम्म त दिसो मामालाई ल हेर भाइले दिएको मामुलाई के अरे कफी मनपर्छ भनेर ल्याइदिएर छ है भाइले यहाँ पनि ल्याइदिएर छ नि केरा नि ल्याइदिएर छ अङ्गुर स्याउ सबै ल्याइदिएर छ नि भाइले ल गुड